हेलो गाइज, सबैजनालाई नमस्ते छ होइन। यो चाहिँ हाम्रो नाइट भ्यू हो हाम्रो क्याफेको होइन, स्टेबल अलसमी है। यहाँ चाहिँ एउटा सानो फुलबारी जस्तो छ होइन। अनि यहाँ चाहिँ मान्छेहरूले घोडाहरू चलाउँछन्, कस्टमरहरू अरबिकहरू होइन सबैजना। अनि त्यो लाइटिङ सिस्टमहरू यस्तै छ हाम्रो क्याफेको होइन। हाम्रो चाहिँ यहाँ एउटा क्याफे छ, यो चाहिँ यहाँनिर नि बाहिरको डाइनिङ छ होइन। अनि हेर्दै जानु। अनि हाम्रो यो चाहिँ लोगो हो क्याफेको होइन। अनि यही हो हाम्रो क्याफे, यो चाहिँ बाहिरको डाइनिङ भयो होइन। बाहिरको डाइनिङ यो चाहिँ पर्छ अहिले दुबई मिरबामा है, फुजेरा, युएको फुजेरा मिरबामा है। अनि यो चाहिँ हाम्रो क्याफे इन्डोर है, यो चाहिँ इन्डोर हो, यो चाहिँ इन्डोर हाम्रो क्याफेको होइन। अनि अझै धेरै कुराहरू छ हजुरहरूलाई थाहा होइन। त्यहाँ हाम्रो लोगो देख्न सक्नुहुन्छ, हाम्रो फार्मको लोगो होइन, ट्याक्क देख्न सक्नुहुन्छ, त्यो चाहिँ हाम्रो क्याफेको लोगो हो है। त्यो बाहिरको भयो होइन। हामी अझै अरू ठाउँतिर नि जान्छौँ हामी। अब यहाँ चाहिँ घोडाहरू चलाउने ठाउँ हो, यहाँ चाहिँ स्टेबलको है। मतलब सबैजना चारवटा भाइहरूमा एक एकजनाको सबैजनाको आफ्नो बिजनेस छ होइन। क्याफे छुट्टै, अरू छुट्टै। यहाँ चाहिँ कस्टमरहरूले चाहिँ घोडा चलाउँछन्, बाहिर पनि लिएर जान्छन् होइन। तर यस्तो गर्मी छ आजकल, धेरै कस्टमर पनि छैन। अनि यहाँ चाहिँ स्टेबलको घोडाहरूको बस्ने ठाउँ होइन। राति यहीँ सुत्छन् यिनीहरू। यो चाहिँ अहिले 6 महिना भयो यो घोडाको बच्चा हो है। यहाँ चाहिँ घोडाहरू छ गाइज होइन। यो चाहिँ सबै घोडाहरू हो यिनीहरू होइन। कमसेकम 15-16वटा घोडा त छन् होइन। 2-3टा घोडा अहिले बाहिर गएको छ कस्टमरहरूले लिएर। सेतो घोडाहरू छ, कालो घोडाहरू छुट्टै, सेतो घोडाहरू छुट्टै होइन, यस्तै राखेको छ। त्यहाँनिर मिटिङ चल्न लागिरहेको छ, त्यही भएर सब त्यहाँ सफाइ हुँदैछ, सब साफसफाइ हुँदैछ। अब यहाँ चाहिँ खेत जस्तो छ होइन, तर अँध्यारो छ कि गाई चाहिँ। यहाँ चाहिँ खेत जस्तो छ, मलाई त गाउँकै याद आउँछ हो यहाँ बस्दाखेरि त यार गाई। यहाँ चाहिँ केराको बोटहरू हेर्न टन्नै छ कि, केराको बोटहरू, आँपको बोटहरू होइन, इम्लीहरू, खजुरको। अनि यहाँ चाहिँ एउटा डक लेक साइड छ कि है, एउटा डक लेक साइड छ यहाँ चाहिँ होइन। यहाँ चाहिँ एउटा डाइनिङ भयो, यहाँ चाहिँ सानो एउटा डाइनिङ छ होइन। अनि यहाँ चाहिँ एउटा सानो लेक साइड छ होइन, कस्टमरहरूकै लागि यो पनि। अहिले भित्र गइसकेको छ हाँसहरू त होइन, माछाहरू त अहिले देख्न सक्नुहुन्न होइन हजुरहरूले। यतानिर चाहिँ खुर्सानीको बोटहरू होइन, सबै कुराहरू होइन। भेजिटेबल फिल्ड हो यो चाहिँ है, भेजिटेबल फिल्ड छ यहाँ चाहिँ होइन। यहाँ चाहिँ यो घाँसहरू चाहिँ धेरै जस्तो घोडाहरूलाई खानको लागि त्यहाँनिर उखुहरू छ होइन, उखुहरू, खजुरहरू होइन। यहाँनिर चाहिँ अब हाम्रो मेन्टेनेन्सको तयारी हुँदैछ, सबै मेन्टेनेन्स भइरहेछ होइन, काम चलिरहेछ। यहाँ क्यामेल राख्ने भन्ने, उट राख्ने भन्ने कुरा छ। यहाँ गाईहरू छ होइन, गाईहरू छ। यहाँ बाख्राहरू हेर्नु न किसको घाँस खाइरहेछ, यो बाख्राहरू हो होइन। बच्चा नि छ त्यहाँ। अस्ति नै ईदको बेला काट्न लिएर गयो 3टा बाख्रा होइन, पालेको भए के जान्थ्यो होला। ठिकै छ, हामीले नि खान पाइयो। यहाँ खजुरहरू नि छ गाइज होइन। कुखुराहरू कँ गरेको सुन्नुभयो, कुखुराहरू छ, यहीँ छ कुखुराहरू होइन। यहाँनिर सब एनिमल्सहरू ल्याउनै बाँकी छ अझै होइन। मेन्टेनेन्स सबै कुराहरू भइरहेछ बिस्तारै। केराको बोटहरू छ होइन यहाँनिर चाहिँ। जस भ्युइङ गर्नको लागि, ठाउँ भिजिट गर्नको लागि त एकदम रमाइलो छ होइन। यहाँ हेर्नु अब घिउकुमारीहरू हजुरले देख्न सक्नुहुन्छ, घिउकुमारीहरू छ होइन।
धेरै टाइप्सको फलहरू पनि छ यहाँ। केराको बोट छ है, धेरैजहरू छ। धेरै जस्तो चाहिँ केराकै बोट भेटाइन्छ यहाँ आउनुभयो भने चाहिँ होइन। लोकेसन चाहिँ ठ्याक्क फुजेरा, दुबईको फुजेरा मिरब्बा बिच है। यहाँनिर सबै बोर्ड कहाँ कहाँ के छ भनेर यो बोर्ड हो होइन। एरो अनुसार बाथरुमदेखि लिएर बनाना, प्रेयर रुम होइन, नमाज पढ्नको लागि एनिमल्सहरू कहाँ छ, क्याफे कहाँ छ भनेर होइन, त्यस्तो छ होइन। अनि हजुरलाई एउटा स्पेसल ठाउँ देखाउन चाहन्छु होइन मैले। हाम्रो अहिले चाहिँ त्यसको पुरै तयारी भइसकेको छ होइन। तयारी भएर आजदेखि नै हो अब ओपनिङ भएको। यो चाहिँ मतलब हाम्रो क्याफे ओपनिङ भएको चाहिँ 2 वर्षभन्दा धेरै भइसक्यो। ओपनिङ भएको चाहिँ यो चाहिँ ठ्याक्क हाम्रो क्याफे ओपनिङ भएको। यो चाहिँ हाम्रो हिजो साफसफाइको काम सकिएर अनि आज यस्तो छ है। यो चाहिँ होइन, यहाँ चाहिँ मान्छेहरूले रेन्टमा लिएर बस्न सकिन्छ होइन। रेन्टमा यहाँ रुम छ है बस्नुको लागि, रुम है सबै रुम छ, छत छ, सिडी छ, बाथरुम छ, त्यहाँ बाहिरै सावर गर्ने ठाउँ छ, स्विमिङ पुल छ सानो है। सबैजनालाई खेल्नुको लागि यसो रमाइलोको लागि हुन्छ होइन। यो काम चाहिँ सबै भइरहेछ। यो चाहिँ आँप हेर्नु न, आँपहरू फलेको छ होइन। रुमको सिस्टम नि राम्रै छ, रुमहरू पनि एकदम राम्रै छ। हजुरहरूले भिजिट गर्न सक्नुहुन्छ होइन, भिजिट गर्न सक्नुहुन्छ हजुरहरूले। हेर्नु रुम यस्तो छ होइन, भित्र यस्तो छ, उतापट्टि सुत्ने रुम छ होइन। यो चाहिँ बाहिरको टक्क लगाएर भ्यू गरेर बस्नुको लागि होइन, राम्रै छ। एसीसँग रुम छ है, वाइफाई कनेक्टेड है, सबै ठिकै छ। यही हो स्विमिङ पुल सानो है। कस्तो थाक्छु पो त हो यताउति हिँड्दा यार। गाडी नै कुहिन लागिसक्यो यहीँ बस्दा बस्दा। यहाँ चाहिँ अब सब ठुलो मिटिङ हुन लागिरहेको छ होइन। सब अब त्यहाँनिर बर्ड्सहरू पनि छ होइन, स्क्वारलहरू छ। अनि यहाँनिर चाहिँ स्क्वारलहरू छ, अहिले सुतिसक्यो होला। यहाँनिर चाहिँ आज मिटिङ हुँदैछ सुदानीहरूको, त्यही भएर यहाँनिर चाहिँ यस्तो भइरहेछ होइन। मान्छेहरूले रेन्टमा लिएर बस्यो भने यस्तो हुन्छ ठाउँ होइन। हेलो असम, हाउ आर यु? गुड। के ए गाइज राम्रो छ, भ्यू गर्ने ठाउँहरू एकदम रमाइलो छ होइन। यहाँनिर बोर्ड छ होइन। डियर भिजिटर्स, द फार्म एनिमल्स हेभ बिन मुभ टु देयर न्यू इन्काउन्टर। भनेपछि यहाँ थियो पहिला चाहिँ होइन, पहिला चाहिँ यहाँ थियो एनिमल्सहरू सबै होइन, कुखुराहरू, बाख्राहरू, गाईहरू यहाँ थियो। अहिले उता सार्यो क्या, अघि देखाएको थियो हजुरलाई होइन। हरबाबा आउनुभएको थियो होइन, त्यही भएर अनि ठिकै छ होइन। हाम्रो मेरो चाहिँ काम गर्ने ठाउँ यही हो गाइज होइन, यही हो। यस्तोमा हाम्रो क्याफे रश्मि फार्म क्याफे भन्ने लोकेसन पर्छ युएई दुबई फुजैरा मिरब्बा गिफ्ता बिच साइडमा छ है। थ्याङ्क यू गाइज।